हेलो एभ्रिवान। सो ह्याप्पी वुमेन्स डे सबैजना वुमेन्सहरूलाई है। अन्त आज चाहिँ यहाँ म के गर्दैछु भन्दा चाहिँ अब वुमेन्स डे छ हाम्रो चाहिँ कम्पनीमा हो, वुमेन्स डे सेलिब्रेसन। त्यसको लागि चाहिँ म तयारी एक्साइटेड हुँदैछु हो। सो यहाँ म रेडी हुनु लागि पहिला त मेकअप गर्नु पऱ्यो नि त होइन। अन्त त्यस्तो मेकअप त आउँदैन हो, र अलिअलि गरेँ। त्यहाँबाट चाहिँ मलाई आइलाइनर लाउनु चाहिँ म सुषमाकोमा गएँ, बहिनीकोमा। अन्त उसले चाहिँ मलाई आइलाइनर अन्त आई स्याडो लगाइदिँदै थियो ऐनामा हेर्दै, किनकि मलाई त अब त्यस्तो लाउनु आउँदैन। अन्त मैले कहिले लगाएको पनि छुइनँ है। मैले फर्स्ट टाइम भन्दा पनि सेकेन्ड टाइमहरू होला, सेकेन्ड निकै होला। अब त्यहाँबाट चाहिँ मेरो आजको आउटफिट चाहिँ यस्तो छ। र यहाँ है साडी पनि लाउनु आउँदैन हो, लाउनु चाहिँ रहर गर्छु तर लाउनै आउँदैन मलाई हो। त्यही कारणले चाहिँ म यहाँ दिदीहरू बसिरहेको थियो। अन्त माथि गएर चाहिँ दिदीलाई चाहिँ मैले साडी मागेको थियो हो। अन्त आजको हाम्रो थिम चाहिँ के थियो भन्दाखेरि चाहिँ पर्पल पिङ्क अन्त वाइट थियो। अन्त थिम अनुसारको मैले त्यही थिम अनुसारको साडी लगाइदिएँ हो। र यहाँ हाम्रो साडी चाहिँ टक्कै रेडी भयो होइन। अझै पुरै मेकअप गरेर पनि साडी लगाएँ। त्यसको बाद चाहिँ अब यहाँ फाइनल चाहिँ यहाँ देख्न सक्नुहुन्छ साडी चाहिँ यस्तो भयो हो, जेर्ना दिदीले लगाइदिनु भयो। र है अब चाहिँ साडी लगाएर रेडी भएर पनि निस्किनु थालेको रुमबाट। अन्त निस्किँदा यहाँ माथि बहिनी सुषमाले पनि पर्खिरहेको थियो होइन। अन्त म चाहिँ उसकोमा गएँ नि त। अन्त ऊ चाहिँ माथि रेडी भएर बसिरहेको रहेछ, साथी पर्खिनु थियो। त्यसले गर्दाखेरि म माथि गएँ, उसकोमा जाँदै थिएँ। अन्त मैले उसलाई चाहिँ बोलाएको त ऊ पनि चिटिक्कै भएर रेडी भएर बसिरहेको रहेछ साडी लगाएर हो। अनि त्यस्तो हो मेरो उसको आउटफिट पनि आज यस्तो छ साडी। तर हामी चाहिँ निस्क्यौँ यहाँबाट हो। सो फाइनली हामी यहाँ पुगेर हाम्रो प्रोग्राम स्टार्ट भयो है। यहाँ चाहिँ हामीले एउटा पोमको चाहिँ लाइक पोम पनि भन्दै अन्त डान्स गरेर चाहिँ हामीले देखाउनु पर्ने त्यस्तो खालको थियो। र हामीले त्यो गऱ्यो है। त्यो गरिसक्यो। त्यहाँदेखि त्यो सकेर चाहिँ यहाँनिर अब कस्तो क्राउड थियो है, सबैजना नाचिरहेको गीत गाइरहेको होइन। यहाँनिर यस्तो भइरहेको थियो। त्यसले गर्दाखेरि यहाँनिर हामी पनि नाचेर गीत गाएर बसिरहेको थियो हो। सो आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। सी यू इन अनदर भिडियो है। लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला, मेरो पेजलाई फलो पनि गरिदिनुहोस् होला। अनि थ्याङ्क यू फर यर सपोर्ट है। अहिलेसम्म त्यो सपोर्ट गरिदिनु भयो है। थ्याङ्क यू फर वाचिङ। बाई बाई।